सबै साथी बुढी चेपेर ससुरालाई गए टिको लगाउन आफू भने अभागीको पाल ठिन गोपाल के गर्नु भएको नि के गर्नु भाग्यमानी हुनु ल त यसपालि त यस्तै भयो आउने पालि चाहिँ पुरा जोडी लिएर आउनु नि फेरि दुवै हुन दिएछ दुईजनालाई सँगै थोरै बेर भएन त्यहाँ त 10 मिनटबाट धेर बस्नु हुँदैन नि सुन्यौ त्यहाँ काइली फुपू घर खसी काटेका छैनन् अरे अन्तरी फुपूसँग नि 15 केजी खसी छ अरे हिजो काटेका अरे भोलिबाट हिँडेर पैसा दिएको तिमीले दिएको पैसा आधी गर्नुपर्छ मैले यत्रो बिस्कुटहरू किनेर ल्याएको यत्रो बिस्कुटहरू ल्याएका छिन् टिको लाउन नि त अब आफ्नो ड्युटीले गर्दा टिको लाउन डक्टर मान्छे यस्तो गाडीमा जानुपर्ने दामी स्विट दोकानबाट ल्याउनु पर्ने अहिलेको दिनमा नि यस्तो बिस्कुट बोकेर हिँड्छ नि डक्टर मान्छे भएर अहिले यो भिडभाडमा नि जति घर छ नि मैले टिको लाउनु हजुर एउटा 3 टके पार्लेजी लादा पनि धेर हुन्छ जस्तो भइसकिरहेछ डक्टर मान्छेले यस्तो कसैले बोकेर हिँड्न त सक्दैन त अलिक राम्रो स्विट दोकानमा जानु नि लिएर आउनु हजुरआमाहरु मिस्टीको बिचारा नोकरी गर्ने नाति भनेर मेरिकोल्ड बोकेर झन् डक्टर मान्छे त यस्तो ढिङ्गाको बसो गाड्ने हिँड्छ मेरा माली सबैलाई सुगर भएको छ त गुलियो खाँदै अब भनेर यसो बचाउनु भयो कसलाई सुगर हो कि डायबिटिस खाँदै गर्छ हिँड्यौँ हामी हतार छ तपाईँको जस्तो होइन हाम्रो थुप्रो घर भ्याउन छ त्यो बाटामा हिँड्दाखेरि चिनेका कम्प्युटरसम्म टिको लाउनु पर्छ अलिक ठुला ठुला घरमा त पस्नु पर्छ नि यसो जानु पर्यो भनेको बाटामा चाहिँ यिनै हतार नै हुँदिरहेछन् जहिले पनि यिनैसँग भेट हुन्छ अर्कालाई निकै भन्छन् आफूले त्यही खोस्टा बिस्कुट लिएर गएकी छिन् कि अर्कालाई चाहिँ निकै भन्न जाने कि यिनले खुब गतिलो लिएर जुलापीका बोका लिएर गए जस्तो लागेको होला उनलाई बानी थाहा छैन हतार्नीको कस्तो छ भन्ने कुरो त्यो रथमा मुख नहेरी है देखो भने राम त्यसै बोलाउँछन् गफियाएर कहाँ बसेको बेला कहाँ हिँड्नु टिका लाउन हिँडे कि यहाँ साइली फुपू घर हतारसम्म अझ दसैँ भएर त अरू बेला त निकै आएर गन्थन गर्थ्यो त अहिले त खोइ नहेरिकन हिँड्छौ त अनि तपाईँले यसो कतै जानु भएन अब जानु पर्दैन खोइ के हो यो बिस्कुट खोइ ल्याउ न एउटा चास पकाएर खाउँ दसैँको मागेर खान्छ न बिस्कुट मुलाम्ने माग्नु पर्छ एउटा देऊ नि त एउटा चासमा पकाएर खाइदिउँ ऊ दोकानमा जानु त किनेर लिएर आउनु हाम्रो उहाँ सबै 10 टका हिसाब गरेर घर हिसाब गरेर बोकेकी छु हामी हिँड्यौँ हतार छ यो हतार्नेलाई कहिल्यै नपुग्ने पर्यो राम 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 यो दसैँमा के भयो यसलाई 2-4 रुपियाँ कमाइछन् टिको लगाएर खपि नसक्नु भएछ त्यस्ता ती कमाइनका देखिहाल्छन् दसैँ सकेपछि भोलिपल्ट भाइ मसँग आइहाल्छन् नि जानेको छ यो हतार्नेलाई कस्ता लोभी हेरि नसक्नु भएर हिँड्नु त्यसमा टल्काएर कता हिँड्नु भएको माउला हिँडेको तितो लाउन अनि अस्ति त माउला दान्न लोभी छन् भन्नुहुन्थ्यो त दानु परेन यसपालि दिन्छु भनेर हात देखाइले त यसपालि पनि दिएन भने ती दान्नु अनि ए दिन्छु भन्दा त दानु हुँदो रहेछ होइन मैले यहाँ थोल्केलाई देख्नुभयो कतै दुनियाँ माउला आएका होला नि केटीहरू उतै गयो होला नि लट्ठा परेर उसलाई लिएर जाउँ थकै भने ल दुईजनाले हुँदाखेरि धेरै पैसा आउँछ बिहे गर्नु नि त जोडी बनिएर हिँडे सधैँ यता हिँडेर हुन्छ अनि राम्रो हुँदै थियो अनि लाग्छ नि त नि दुनियाँ बुढी हात समातेर हिँड्न मन लाग्दैन किन लाग्दैन त लाग्छ ए हिँड्यौँ हामी हतार छ ल हिरो जस्तै भएर जति नै हिरो भने बिहे भएको छैन साथी बुढी चेपेर ससुरालाई गए टिको लगाउन आफू भने अभागीको पाल आफ्नै कपाल ठिन गोपाल अब के भन्नु र अब के गर्नु कहाँ गइ के तपाईँ अरे तैँले भन्दा मात्रै हुन्छ माउला दाना देली भइ तको पोलपुली देली दाने भयो कुबिन्दाको झोलसँग खाइयो अब यसपालि पनि देली गलियो भने त अनि भयो त अनि खती लाउँदैन त अनि के खानु अनि कुबिन्डो छ त कुबिन्डो खाएकै हुन्छ खती राखिदिनु त भन्नुभयो त कसले मामाले मामा होइन आज पहिले हामीहरू खानुपर्छ टिको लगाउनु पर्छ काकाको हातको कुन त काका हो हामीहरूका रत्ने काका त्यो लट्ने कहाँ टिको लगाउन जान्छ त म जान्छु त्यसले आतिलबाद होइन तितो लाला आतिलबाद दिँदैन तँलाई थलाप त ती त्यसले त तैँले बिहे नहो त यतिकै बत्ती लग भनेर भन्छ त्यता कहाँ टिको लाउन जान्न म ती सुन आफ्नो भनेको नि जस्तै सुकै दुश्मन भए पनि दसैँको चाडबाड हो र आफ्ना त अब कोही छैनन् होइन र काकासित पहिले टिको लगाएर अनि जाउँला माउला
सुने अब तैँले भनिहाली हुन्छ त जाउँ हिँड तर पत्तापत्त गरेर डेली गर्नु हुँदैन नि उहाँ डेली हुन्छ माउला जानलाई अनि के भनेको त हुन्छ बाबु हेला भाग्नु पत्किनु हाम्रो चित्त लाउने किन अल्मा ल्याएका मलाई अल्मा ल्याएको होइन सुन्नु पहिले के अरे हामी आउँदैछौँ टिको लगाउन म कति ठाउँमा टिको लाउन मैले भ्याएको छुइनँ के तिमीहरू आउँछौ भनेर म रुँगेर बेलुकै सुन बस्नु त मैले चाहिँ मेरो आफ्ना मान्छेसँग टिको लाउन जानु पर्दैन हामी चाहिँ आफ्ना मान्छे कहाँ जानु हुँदैन आउनु भरे बेलुकाखेरि आउनु हुन्छ हुन्छ नि लगाइदिन्छु भाग्नु होइन नि ताला लगाल भाग्दिन आउनु बेलुका वर्ष दिनको चाड त दोडा छ ताची मैले पनि तासिदिन्छु तिमीहरू दोडा होइन दक्षिणा पनि राम्रो चाहिन्छ त्यो पेपरमा बिडी हाले जस्तो होइन नि अनि केमा त ठुलो यत्रो दिनुहुन्छ हौ चिन्ता नगर्नु मेरो गच्छे अनुजाईको तिमीहरूलाई दिन्छु हो त हुन्छ हुन्छ धेरै दलमा छ धेरै दिनुहुन्छ नि त हुन्छ जाम मावल जाने दसैँका बेला सबैको निधार भरिएको छ आफ्नो त निधार पनि खाली छ आफन्त भन्ने धेरै टाढा छन् अब कहाँ जानु होइन रत्ने दिमाग लगा दसैँको टिको भनेर मैले आफै लाउँदा चाहिँ के हुने हो र म आफै मेरो दसैँको टिको लाउँछु नि होइन म आफै लाउँछु रत्ने थाहा ल टिको लाउन आइन्द्र नसते श्रीन्त दशरथे शत्रुछ छन्द गवे आई सूर्य लबुके पतित पाउने मनन्त दुर्जय धने रत्ने भाग्यमानी हो है मैले यो रत्नेले भनेका रत्नेलाई नै आशीर्वाद लागुन् टमटम धेरै चलोस् रिजर्भ धेरै भेटियोस् अटोको सधैँभरिको रिजर्भ आओस् घरमा सधैँ सुख शान्ति रहोस् कोहीसँग हाई काज्या नहोस् बुढीसँग पनि सधैँ मिल्नु परोस् छर छिमेकीसँग सबैलाई राम्रो होस् धेरै कमाऊ भनिसके भाग्यमानी हुने है बस्दै गर यहाँ एकछिन बस्दै गर त बस्दै गर यस्तो बेला भइ त आउँदैन नि त माउला दाना डेली हुन्छ पैसाको हेर्दै हुनुहुन्छ होला गन्ती गर्दै हुनुहुन्छ काका नमस्ते अर्कै होइनस् हो त त स्वर्गे ठुलो ठिकै छ लानु बिस्कुट के हो यो सुनको टोप्लो क्या त्यस्तै छ आइन्द्र नसुते श्रीन्त दशरथे के गर्नुभएको नि के गर्नु आई सूर्य लबुके पतित पाउने मनन्त दुर्योधने कहिलेको रिस पोख्दै हुनुहुन्छ ल म त यता आइज अनि हर्के आयो त पुरा एकदम हिरो भएर आएछ भयो कति खेल्नु भएको पर्खिन यहाँ दसैँको टिको राम्ररी लाउन दिएन अन्त लना त्यो त बेलुको तेलै लु ती त लाउनु भएको कि म तेल्नु भएको काता लु पर्खि भाग्यमानी हुनु ल त यसपालि त यस्तै भयो आउने पालि चाहिँ पुरा जोडी लिएर आउनु नि फेरि दोही हुन दिए दुईजनालाई सँगै लाउन पाइयोस् दिइहाल्नु त अनि डोलीले लाउनु भन्छ ए काका खुट्टा ढोग खुट्टा ढोक्ने होइन हामीलाई दक्षिणा दिनु दक्षिणा दिनु न अनि धोती तिमीहरू को काकासँग टिको लाउन आएको होइन दक्षिणा लिन आएका यहाँ कुरुकको पैसा राखेर खुट्टा ढोग यहाँ पैसा नभएर त आएका त कोही त दिन हामीहरूले बित्तु दिन भइहाल्यो नि यहाँ खुट्टा ढोग रत्नेसँग टिको लाउने पैसा नल्याउने काका काका भन्दै साइन गर्दै आउने ठुक्क रत्ने त्यसै लगाएको पर्खी बिस्कुट खोलियो कसले दिन त त्यति यतै आयो अहिले उहाँ गएका भए अहिले माउला पुगिन्थ्यो पुगिन्थ्यो त तैँले दल्दा त अन्त म त दान्न भन्दै थिएँ नि अरे के गर्नु काका त काका नै नि त काका यति दिए गलियो त्यतै गएका तँ लत्ने दाका कहाँ म त नदौ भन्दै थिएँ नि ल तैँले गर्दा जानु पर्यो त्यस्तै रत्नेको मेजबान खाएर मजाको रत्नेको तारिफ गर्दै हिँड्नु सुबै नआलो त्यसको काका नि महाको डाका के गर्यो दसैँको बेला पनि सराप छन् अर्कालाई आशीर्वाद त दिनुपर्ने त टिको लाउनु पर्ने धन्दै थेलेर लडाइदिएन
त्यसैले त्यो लाउँछन् कहीँ मान्छे पनि धेरै लड्ने खालका हुनुहुन्छ अलिक डह्रो पो हुनुपर्छ त खाएर त अनि त्यसैले हुँदैन अनि काकाको खाली खसी मात्रै खाने हामी खसी खाने काका कस्ता डह्रा हुनुहुन्छ रत्ने काका त्यस्तै डह्रा खसी खाए जस्ता तपाईँहरू चाहिँ कुबिन्डो खाए जस्ता हुनु अनि माउलो नजाने त माउलो पनि के दानु अतिनको पालि माउलो दाँदाखेरि कुबिन्दाको झोल मात्रै दिए अब दान्थ्यौँ कि दान्नौँ त टुङ्गो छैन कोसेली लिएर जाँदा पो मिठो पकाएर दिन्छन् त एउटा बिस्कुट हल्लाउँदै जानुहुन्छ होला कोतेली लगेर लाप्दैन उहाँ 400 रुपियाँको कोतेली लिएर गयो भने 20 रुपियाँ 25 रुपियाँ मात्रै दिन्छन् टिको लगाएर होइन आशीर्वादको आफूभन्दा ठुला बडा मान्छे टिको लाउनु पर्छ आशीर्वादै दिनुपर्छ पैसाको लागि कोही जाँदैन नि त होइन के अरे रत्ने काका जस्तो डाका रहेछन् भने तिनीहरू आशीर्वाद पत्नी लिएर के गर्नु पैसा भएन भने के भयो त यस्तो टाढाबाट गएको पैसा त्यो आफूति खल्द गरेर जानु उनीहरू पैसा नदिने के भयो त आफ्नोलाई मात्रै नि खसी भात खान्छन् हामीहरू भनेर जोडा भान्जा आए भनेर उहाँ कुम्रोको झोल राखिदिएका हुन्छन् त्यसमा पनि पुरा स्टाइलको लाउनु भएको छ त केटीहरूले नहेरौँ भन्दा पनि ठ्याक्कै नजर पर्दो रहेछ त होइन केटीको पुरो नजर पर्यो भने झन् केटीहरूको होइन कस्तो मुन्टर चुवाक देखिरहेछ त आज त दुवैजनालाई हो र धन्यवाद हर्के अरू दिन त नुन खाएको कुखुरा झुक्रा जस्तो झोक्राएर हिँड्थे लुगा पनि झत्तर मजा आज कसको लगाएको नि कस्तो सुकाएको चाहिँ लगाएर चल्दै होला नि भाडामा ल्याएका त्यही त केही पत्तै उनीहरूको विश्वास नै छैन उही बाबुको छोरा त हुन् नि त कम्तीका छन् नसक्नुका छन् मैले लुगा खोले त जान्छ जाँदैनस् तेरो कुरो हो त पनि लुगा खोल किनभने म जान्छु शिवे डाक्टर कहाँ किन लुगा खोले त जानुपर्छ माउलो म जान्न किन के को दुईजनाको अघि पनि एकदम गन्थन गर्दै हिँडिरहेछौ अहिले पनि गन्थन गर्दैछौ भएको चाहिँ के हो तिमीहरू जोडालाई यहाँ हेर्नु न हामीले माउलो जाउँ भनेको यो मान्दैन जान्न भनेर तपाईँलाई तपाईँ खोलो त अस्ति मामाले बोलाएर गएका होइन मसँग पनि त भेट भएको नि त मामाको के अरे यस्ताले ठुलो खसी पनि काट्छु आऊ भान्जा लुगा किनिदिएर राखिदिउ भनेका हुन् मामाले म पनि छु त्यसदिन र तिमीहरू जाऊ हेर बाबु हो तिमीहरू नि छ यो 10 को टीको पैसाका लागि लाउने होइन ठुला बडा मान्यजनको एउटा आशीर्वाद पाइन्छ वर्ष दिनमा आउने एउटा चाड हो र ठुला बडाको हातको टीको लाउनु आफ्नो भाग्यको कुरो हो त्यो पनि टीको लाउन पाइराखिएको छ त तिमीहरू जाऊ बुढा भएका मामा छन् त अस्ति मामाले यहीँ आएर भनेका हुन् अनि ठुला बडाको हातको टिको लाउनु पर्छ ऊ स्वर्गले पैसा छैन जान्न भनु त्यसो चाहिँ नभन ठुला बडाको आशीर्वाद लिएको राम्रो आगो भनेको क्या हो ल पैसा छैन भने मसँग 500 रुपियाँ छ जाऊ टिको लगाएर आऊ 500 रुपियाँले पुग्छ कि पुर्याउनु पर्छ मात्रै होइन दर्शन गरेर तिमीहरू नबस मामाको हातको टिको लगाएर आऊ बेलुका मेरामा आऊ उतै खाना पनि उतै खानु ल हुन्छ टिको लाउन जानुपर्छ आशीर्वाद ल्याउन माग्नुपर्छ अनि बिहे हुन्छ तेरो पनि हुन्छ मेरो पनि हुन्छ हो हुन्छ गल नि त लाम्लाताले आशीर्वाद दिनु हामीहरूको बिहे हो आगो आउँदाखेरि बुवाली लिएर आउनु हो त्यस्तो आशीर्वाद दिनु भन्नुपर्छ ल हिँड